Hello everyone, दर्शन नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। न्यू डे न्यू भ्लग लिएर म फेरि पनि हजुरको माझ नयाँ भिडियो लिएर आइसकेँ। अनि हजुरहरू जहाँबाट हेर्दै हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ भन्ने आशा छ। आज चाहिँ म घरबाट बजार निस्किन लागेको, बजार जान लागेको। अनि यता चाहिँ पानी परेछ। अहिले चाहिँ हिजो साँझबाट पानी परेको, अनि पानी चाहिँ एकदमै आवश्यकता थियो। पानी परेछ। यतातिर चाहिँ हजुरको ठाउँमा कस्तो छ? खडेरी लागेको थियो, हिजो चाहिँ अलिअलि पानी पर्यो। त्यही हो साथीहरू, यहाँको नयाँ न्युज चाहिँ त्यही हो। अनि अब चाहिँ हामी बजारतिर लागेको, हेर्दै गर्नुहोला। यस्तो भन्छ अहिले चाहिँ बाटो यस्तो। घाम पनि लाउन लाग्यो। हामी चाहिँ बिलतिर जान भनेको। बिलतिर नजाँदा चाहिँ एउटा घरको गयो भने चाहिँ सबै घरको उठाएर जाने हो। त्यही भएर त्यहाँ आन्टीलाई चाहिँ बिलतिर जाने हो ल्याउनु भनेर भनेको छु। कहाँ जानुभयो? हेर्दै गर्नु साथीहरू। हामी चाहिँ अहिले यहाँ बिल तिर्न, पानीको बिल तिर्न आएको साथीहरू। यो चाहिँ रामपुरको खानेपानीको बिल तिर्ने अफिस हो। यस्तो छ अफिस चाहिँ। यहाँ चाहिँ साथीहरू पात्रो फेरि बिल तिर्न आउनेले एउटा पात्रो लैजाने सुविधा राम्रो, माग्न नपर्ने राखेको छ। सबैले एक घन्टा उठाउँदै लगाएपछि आनन्द। हामीले पनि एउटा पात्रो लिएर गयौँ ल। रामपुर साना सहर खानेपानीलाई धन्यवाद। हाम्रो चाहिँ बिल तिरेर सक्यो। अब चाहिँ हामी हिँडेको फेरि कहाँ जान्छौँ त हेर्दै गर्नु होला। एउटा काममा आएको तर त्यो काम मिलेन, पुनमको काम। अरू चाहिँ भयो साथीहरू। बाई बाई। अहिले चाहिँ म हजुरलाई बजार देखाइदिन्छु साथीहरूलाई। हेर्नु आजको मौसम यस्तो छ। देवस्थानमा गयो भा यो चाहिँ रामपुर बजार। चाहिँ यतातिर लाग्यो है। बेजारको चौर महोत्सव लाग्ने चौर हो साथीहरू। यो चाहिँ बेजार बजार भइहाल्यो। आहा यतातिर रमाइलो छ। पुलिस चौकी आयो। यो चाहिँ प्रहरी कार्यालय। मेरो माइत गाउँ आयो साथीहरू। हेलो कता? मेरो माइत घर आयो। ओह मम्मीजी त यहीँ ठमक्क बस्नु। हेलो मम्मी। बेजार काम थियो अलिअलि। नानीलाई स्कुल छोडेर आएको। यो चाहिँ मेरो माइतको घर हो। सबैले मलाई हेरेछन् ल। गयौँ। बाई बाई। मम्मी चाहिँ पसल कुरेर बस्नु रहेछ। लाज आयो क्यामेरा देख्नु। ल साथीहरू, हामी चाहिँ माइतीको घरमा आछौँ।
हामी चाहिँ एकछिन गफ लाउँछौँ। माइजूले चाहिँ यहाँ हामीलाई थाक्कल दिनुभएको खै मैले एकचोटि थाहा खाने यो थाक्कल भन्ने कुरा तर एउटा चाख्नु पर्यो खै उता पाएको रहेछ एउटा गेडा खाने के कस्तो हुन्छ यो ए मिठो हुने रहेछ है एउटा एउटा काँचो पनि यो चाहिँ थाक्कल हो हजुरले चिन्नुहुन्छ कि नै यो चाहिँ थाक्कल हो कसले खानु भएको छ कसले खानु भएको छैन कमेन्ट गर्नु होला न आमालाई पनि देखाइदिए है मैले हाँस्दैन किन हाँस्ने र नि यो चाहिँ माइजूले आफ्नो माइतबाट ल्याउनु भएको मिठो मिठो खुर्सानीसँग भात खानुपर्छ अब कसलाई मनपर्छ खुर्सानी हेर्नु साथीहरू कति राम्रो भ्यू आएको कति क्लियर आएको पानी परेर क्या हो म चाहिँ यो भिडियो माइजूको घरबाट लिइरहेछु यो चाहिँ भुपू स्कुलको बस यो चाहिँ ठुल्टार मटेरी जाने बाटो त्यो चाहिँ नानीको स्कुल भुपू स्कुल नयाँ विद्यार्थीलाई चाहिँ वेलकम गर्ने हो अरे आज त्यही भएर 11 बजी चाहिँ स्कुल जाने हो त्यही भएर हामी चाहिँ यहाँ माइजूकोमा बसिरहेको अब एकछिनमा जाने हो साथीहरू हामी चाहिँ स्कुल हिँड्ने मैले चाहिँ अहिले म्युट अफ गरेँ हामीहरू चाहिँ गफ गर्दै थियौँ त्यही भएर अनि स्कुलमा चाहिँ सबैजना आइसक्नु भएको थियो एकदमै हल्ला थियो अनि सङ पनि बज्थ्यो त्यसैले कति माया लाउने अगर बिचरा मैले यो औपचारिक कार्यक्रम सुरु गर्नुभन्दा अगाडि छोटो कविता वाचन गरेर म औपचारिक कार्यक्रमतर्फ अगाडि बढ्न चाहन्छु। धन्यवाद छ बहिनीहरूलाई सुन्दर नृत्यको लागि सुन्दर गीतमा बहिनीहरूको नृत्यको भविष्य उज्जवल बनोस् शुभकामना पनि व्यक्त गर्दछौँ। एन्नी खम्चा क्लास मन्टेश्वरी सोनिया थापा क्लास मन्टेश्वरी क्रिस्टिना सुनारी क्लास मन्टेश्वरी आनन्द सुनार क्लास मन्टेश्वरी सुप्रिम मल्ल क्लास मन्टेश्वरी त्यसैगरी दिनेश रुचाल क्लास मन्टेश्वरी अभिभावक सहित आइदिनु होला। त्यसैगरी क्लास नर्सरीमा नयाँ पढ्न आउनुभएका भाइ बहिनीहरू क्लास नर्सरीको नाम घोषणा गरेको छु।
सबै क्लासहरुको गार्जियन सहित उपस्थिति भइदिनु भयो भने राम्रो हुनेछ। यहाँलाई म एउटा अनुरोध गर्न चाहे, आग्रह गर्न चाहे। क्लास नर्सरी समीरा राई, लियन दाहा, समृद्धि राणा, हेलो हेलो छिटो यता सुन बनाउन आछन् साथीहरू यहाँ हाम्रो दाइको पसलमा। त्यो पनि खिचेर पठाउने के भयो कुरो औँठी लाउने भयो कुरो बाखाइन कि प्राइसलाई छोडिरहेको। यदि सुन चाहिएमा यहाँ आउनुहोला। यसले त फुट्दैन होला नि, यसले हो लिएर भोड्की फुटाल्न लाग्छ। छैन पैसा साह्रै खाँचो पर्यो अरे। अब यही त हो, पैसा बचत खाँचो हुँदाखेरि निकाल्ने। कति छ त हेर्दै गर्नलाई साथीहरू, कताबाट फुटाल्ने। अबे फुट्नु जान्दैन त्यहाँ। फुट्यो 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 फुट्यो। घाँटी त खाली डरायो अरू मान्छे। घाँटी त आगो बिचरा फोड्ने बेलै भएन। अनि कहाँ 1 वर्ष नि भएन त राखेको। धनले त्यति भएको भन न अझै। के अरे बर्थडेको के टिका सिका लगाएर राखेको। अश्विनको मात्रै भर पनि भयो त। आमा यति छिछि बिचरा मेरो पैसा। नि कति हँसाएको के बरे। ल अनुमान लाऊ कति हो? 10,000 छैन। कति हुन्छ है त साथीहरू, गेस गर्नु होला यहाँ कति छ। यतातिर हुनुहुन्छ दर्शकहरू। दर्शकहरू पैसा कति छ भनेर हेर्ने छैन यतातिर नि छ। मिलाउँछु कि मैले मिलाउँछु कि तिमीले हो ल साथीहरू, भुड्की फुरियो। भुड्कीमा चाहिँ पैसा 12,000 रहेछ। 12,500। अरू खुचुरा दिउँसो सुन बनाउन गयो अनि सुन बनाउने पैसा निकालेको साथीहरू। ल्याउन छिटो। अब चाहिँ फेरि पार्सल आहा हो नि, कति कति पार्सल त। यता पैसा, यता पार्सल। ओ माई गड, पार्सल भन्दा यो चाहिँ अनलाइन हो। राम्रो छ। ल हेर्नु साथीहरू, अघि भर्खरै आएको पार्सल चाहिँ यही हो। अनलाइन पार्सल दामी छ है। उतापट्टि पछाडि राम्रो रहेछ।